आजकल भएको हो त्यस्तो। पहिला थिइनँ म पनि। तिमी आज पुरा मोडमै छौ त भाइ, मतलब सरी के भाइ भन्न है, मतलब थोतु तिमी आज कस्तो मोड, तिमी आज कस्तो मोड? म अहिले खत्रै मुडमा छु। किन? त्यो मेरो मुड कसैले बुझ्दैन। अब लास्ट टाइम अन्तिममा गुगल सर्च गर्ने, मुड चित्त बुझाउने। त्यो हाम्रो परदेशीहरूको कर्तव्य। भन्दा अलिकति चित्त नबुझ्ला, यथार्थ त्यही हो। तपाईलाई खोज्दै खोज्दै किन आएको थाहा छ? किन फेरि? गुगल सर्च गर्नु नपरोस् भनेर। यथार्थ न्याचुरल, किन गुगल? हामी परदेशीको यथार्थ त्यही हो। होइन यस्तो मैले बोल्दा होइन कतिपयको त चित्त फ्याट्टा दुख्छ होला नि, यो थोरै भाइले के बोलिरहेछ भन्ने कुरा होला। यथार्थ यही हो। नेचुरल आमाले बनाएको खाना पाउँदा पाउँदै होटलमा गएर कसले खान्छ होला हौ? सकेसम्म आमाले बनाउने खाना खानी हो क्या, मिठो हुन्छ। तपाईँ हेर्दै चित्त बुझ्छ भने गुगल किन सर्च गर्नु पर्यो? त्यो पनि XXX। साला मोबाइलको खुट्टा भाँचेछ यार। ए भाइ थ्याङ्क यू सो मच गाइजहरू। होइन हाम्रो मैले मजाक गरेको, सो सरी फर द्याट। 1400 जना 1400 जनाले हेरिरहनु भएको छ। उहाँलाई पनि माया गरिदिनु होला। एउटा गेम रन्काइदिउँ। गाइस खेलौँ ल। उसको त 10 इन्स्टिक, आज त मेरो इन्स्टिक छ गाइस, उसको त 0 इन्स्टिक छ। ल जाम त, ठोकम त ल। जेरै भए पनि माथि हामी नै हो। भगवानले तोकेको फर्स्टको माथि भने चाहिँ छोरा कि छोरी? तिमीलाई थाहा होला। त्यो भगवानलाई थाहा छ। आजकल भगवानलाई पनि कसैले विश्वास गर्दैन। पहिला छोरो माथि भने थियो, आजकल छोरी माथि जान्छ। डबलमा ठोकम। गाइस चपामा ठोक्नेमा को पर्छ? ठोक्नेमा बैशाख लागिरहेछ, मकै गोड्ने बेलामा डल्लो ठोक्नेमा खेताला पर्छ। त्यति भन्नु सक्दैन नानी, तिमी सक्दैन, केहीमा सक्दैन तिमीले। हेरेर कुरा गर ल। यता हेरेर त अब हेर्न सक्नुसम्म हुनु पर्यो नि। गाइस 100 नपुर्याऊ है, 100 जना छौ, 100 पनि नपुर्याऊ, डबल ट्याप नठोक। केही गर्नु पर्दैन यहाँ। लाइभ हेर्नु यसो हेरिहाल्नु भने रातमाटेमा जोतेको डल्लो भन्दा ठुलो टाउकोहरू देख्छु। त्यो हलो नबोलौँ, पाप नलाग्छ है भगवान्। हेलो गाइस, सबजना जतिजनाले हेरिरहनु भएको छ ट्याप गर्न नभुल्नु होला। नेट हान यार थोते दाइ भन्नु छ। नेट सेट केही पनि छैन। म चाहिँ तपाईँहरूकै कुरा अनुसारले गाइस अब एउटा जित्नु पर्छ ल। मिलामची बोलिरहेको हो होइन। सो मिलानचोली गाई यस्तो ठोकम कि अनि थोतेको बिचारा आन्द्रा बुढी त्यो गलत हो नि। गलत हो त सही। गाइस ट्रिपललाई मेलानचोली ट्रिपलमा ठोकम त छिटो स्कोर लिड गरौँ न गाइस। जहाँ जसले ठोक्यो भने थोतेको आन्द्रा भुँडी निस्किन्ताले ठोक्दैन। थोतेको मान्छेले ठोक्यो भने नि आन्द्रा भुँडी होइन, मुटु पनि बाहिर निस्किन्छ। त्यो भने चाहिँ हामीमा चाहिँ छोरा मान्छे छ, दिदी पनि ल